नमस्ते एन्ड वेलकम टु दिस भिडियो। कि तपाईँहरू ज्वरो आएको बेला, सामान्य रुगाखोकी लागेको बेला, घाँटी दुखेको बेला सिधै अस्पतालमा नगएर फार्मेसीमा औषधि पसलमा गएर औषधि किनेर खाने गर्नुभएको छ? यदि छ भने चाहिँ तपाईँहरूलाई चाहिँ यो भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। किनकि तपाईँले त्यति बेला किनेको औषधिहरू चाहिँ मोस्ट अफ द टाइम चाहिँ धेरै जसो चाहिँ एन्टिबायोटिक्सहरू परिरहेको हुन्छ। सो हामी चाहिँ आज एन्टिबायोटिक रेसिस्टेन्स, जसलाई चाहिँ नेपालीमा चाहिँ एन्टिबायोटिक प्रतिरोध पनि भनेर भनिन्छ, त्यसको बारेमा कुरा गर्न गइरहेको छौँ। यसलाई चाहिँ विश्व स्वास्थ्य सङ्गठनले साइलेन्ट पेन्डेमिक पनि भनेर घोषणा गरिसकेको छ। पेन्डेमिक भनेको चाहिँ तपाईँहरूले बुझ्नुहुन्छ नि, कोभिडको बेला चाहिँ संसारभरि नै फैलेको खतरनाक रोगको रूपमा मानिएको थियो यसलाई। सो यसलाई पनि साइलेन्ट पेन्डेमिक भनेर नामाकरण भइसकेको छ। सो फर्स्टमा चाहिँ एन्टिबायोटिक्स भनेको के हो भन्ने कुरा बुझ्नु जरुरी छ। हामीले चाहिँ धेरै जसो टाइम चाहिँ कुनै पनि रोग समस्या भइरहेको छ भने के भएछ भनेर कसरी सोद्धा ओर्दा चाहिँ इन्फेक्सन भएछ भनेर भनिने, वा त इन्फेक्सन भनेर चाहिँ हामीले धेरैपल्ट सुनिरहेको बोलिरहेको कुरा हो। यो इन्फेक्सन चाहिँ हाम्रो शरीरमा चाहिँ धेरै प्रकारका कीटाणुहरूले गराउँछन्। जस्तै ब्याक्टेरियाले गराउँछ, भाइरसले गराउँछ, फङ्गाइले गराउँछ, अनि प्यारासाइटहरू हुन्छन्। अनि हामीले चाहिँ अरू कुराहरूले भएको इन्फेक्सनमा पनि एन्टिबायोटिक्स चलाउने चलन चाहिँ बढी हुन्छ। अब एन्टिबायोटिक्स भनेको चाहिँ ब्याक्टेरियाले गर्दाखेरि हाम्रो शरीरमा चाहिँ लागेको रोग वा त इन्फेक्सनलाई निको पार्नको लागि वा त रोकथाम गर्नको लागि चाहिँ प्रयोग गरिने औषधि हो एन्टिबायोटिक्स भनेको। अनि अब एन्टिबायोटिक रेसिस्टेन्स भनेको के हो त भन्दा, जब जुन रोगको लागि पहिल्यैदेखि प्रयोग गरिन्थ्यो एन्टिबायोटिक्स, त्यो एन्टिबायोटिक्सले चाहिँ त्यो रोग फेरि लाग्दाखेरि चाहिँ काम गर्न छोड्छ, वा त त्यो ब्याक्टेरिया जसले गर्दा रोग लागेको वा जसले गर्दा इन्फेक्सन भएको हो, त्यो ब्याक्टेरियाहरू चाहिँ औषधिलाई हराउन सिक्छन्, वा त त्यो ब्याक्टेरियाहरूमा औषधिले केही फरक पार्न छोड्छ, केही फरकै पार्दैन, रोग निको हुँदैन। त्यो अवस्थालाई चाहिँ हामीले एन्टिबायोटिक रेसिस्टेन्स वा त प्रतिरोध भनेर भन्छौँ। अब यो कसरी हुन्छ भन्दाखेरि चाहिँ, कसरी हुन्छ क्वेसन त आयो होला हाम्रो माइन्डमा, एन्टिबायोटिक रेसिस्टेन्स कसरी भयो? हामी यो एकदमै क्युरियस कुरा पनि हो। सबैजनाले सुनाइराख्छन् कि फार्मेसीमा गएर औषधि नखाऊ, एन्टिबायोटिक्स नखाऊ भनेर भनिराख्छन् सबैजना मान्छेले। त किन हो यस्तो भएको, किन नखाने, कसरी हुन्छ यो प्रतिरोध भन्ने कुरा चाहिँ हामीले सबैजनाले बुझेको हुँदैनौँ। यो चाहिँ इम्पोर्टेन्ट कुरा पनि हो। सो एन्टिबायोटिक रेसिस्टेन्स चाहिँ जब त्यो ब्याक्टेरियल इन्फेक्सन जसले गराउँछ, त्यो ब्याक्टेरियाहरू चाहिँ एन्टिबायोटिक्सको कन्ट्याक्टमा आउँछन्। जब हाम्रो शरीरमा एन्टिबायोटिक्स पर्छ, तब चाहिँ उनीहरूले आफ्नो सर्भाइभल अफ द फिटेस्ट, अब तपाईँलाई कुनै पनि थ्रेट आइरहेछ, कोही पिट्न आइरहेछ, कोही मार्न आइरहेछ भने त चुप लागेर सहने त हुँदैन नि त। सकेसम्म मान्छे आफू बच्न खोज्छ, डिफेन्स गर्न खोज्छ। हो त्यही प्रक्रियाको रूपमा चाहिँ यिनीहरूले आफूलाई अझै बलियो बनाउने, अनि त्यसपछि चाहिँ आफू नमरौँ, म अझै बलियो बनाउँ, त्यो औषधिले, त्यो एन्टिबायोटिकले मेरोमाथि काम नगरोस् भन्ने तरिकाले चाहिँ ब्याक्टेरियाहरूले आफू चाहिँ त्यो एन्टिबायोटिक्सको विरुद्धमा चाहिँ प्रतिरोधी बन्छन्, त्यसले काम गर्नु छोड्छ। त्यो अवस्थालाई चाहिँ हामीले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने हो। अनि त्यसरी चाहिँ हुने हो। अब यो हुने कारणहरू चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ मैले अघि भनिसकेँ, जब एन्टिबायोटिक्सको एक्सपोजर हुन्छ, हाम्रो शरीरमा पर्न थाल्छ, तब ब्याक्टेरियालाई थाहा हुन्छ, त्यसपछि बलियो बन्ने हो उनीहरू। अनि त्यसपछि बलियो बनिसकेको ब्याक्टेरियाले जन्म बच्चाहरू वा त भनौँ न उनीहरूको ग्रुप वा लार्ज ग्रुप अफ प्रतिरोधी ब्याक्टेरियाहरू बन्छ। अब यो चाहिँ कुन बेला हुनसक्छ त भन्दाखेरि, जब हामी चाहिँ रङ प्रिस्क्रिप्सन लिन्छौँ एन्टिबायोटिकको। जस्तै कि हामीलाई लागेको रुगा खोकी, ज्वरो, घाँटी दुख्ने कुराहरू चाहिँ मोस्ट अफ द टाइम धेरै जसो चाहिँ भाइरल हुन्छ। अनि त्यसपछि विक इन्फेक्सन हो, कमजोर इन्फेक्सन हो भने चाहिँ धेरै जसो इन्फेक्सन चाहिँ हाम्रो शरीरले आफै पनि निको पार्न कोसिस गरिरहेको हुन्छ। हाम्रो शरीरले आफै निको पनि पार्न सक्ने अवस्थाको इन्फेक्सनहरूमा पनि हामीले रङ वा त हामीले अनावश्यक प्रिस्क्रिप्सन चाहिँ पाइरहेको हुन्छौँ, अनावश्यक रूपमा हामीले एन्टिबायोटिक खाइरहेको हुन्छौँ। एउटा पहिलो कारण यो छ। अनि अर्को भनेको चाहिँ, अब ल ठिक छ, ब्याक्टेरियल इन्फेक्सन भयो, अनि एन्टिबायोटिक्स खानुपर्ने भयो, इन्डिकेसन चाहिँ भयो, अनि त्यसमा हाम्रो एन्टिबायोटिक्स पनि सुरु भयो।
अब त्यो अवस्थामा चाहिँ अब हामीले चाहिँ धेरै जसो चाहिँ डोज कम्प्लिट गर्दैनौँ। अब एनिमल्सहरूमा इन्फेक्सियस प्रतिरोधी ब्याक्टेरियाले इन्फेक्सन गर्यो भने त्यो एनिमल्सबाट जीव जनावरबाट हामीहरूमा इन्फेक्सन सर्दा वा त हामीले उनीहरूको मिटहरू प्रयोग गर्दा त्यो अवस्थामा पनि प्रतिरोधी ब्याक्टेरियाले गरेको इन्फेक्सन सर्दाखेरि त्यही रोगको लागि चाहिँ एन्टिबायोटिक्सले काम नगर्ने अवस्था हुन्छ। अर्को भनेको हामीले चाहिँ खेतबारीमा पनि हामीले विषादीहरूको प्रयोग गर्ने बेला पनि खेतबारीहरूमा जमिनहरूमा पनि एन्टिबायोटिक्सहरू परेको हुन्छ, त्यसबाट पनि कन्टामिनेसन हुने चान्स हुन्छ। सो कसरी एन्टिबायोटिक प्रतिरोध हुन्छ, रेसिस्टेन्स हुन्छ, अनि कारणहरू के हुनसक्छ भन्ने कुरा चाहिँ हामीले लगभग बुझेको छौँ। अब यसले गर्दाखेरि चाहिँ हामीलाई लाग्न सक्छ जसले एन्टिबायोटिक्सहरू फ्रिक्वेन्टली धेरै जथाभावी रूपमा प्रयोग गर्यो, लाइफमा अघिल्लोचोटि धेरै प्रयोग गर्यो उहाँहरूले गर्दाखेरि या त त्यो मान्छेहरूले गर्दाखेरि चाहिँ जसले गर्यो उसलाई मात्रै इफेक्ट गर्छ, असर गर्छ भन्ने जस्तो हामीलाई लागिरहेको छ। तर जिन्दगीमा कहिले पनि कुनै पनि टाइममा एन्टिबायोटिक्स युज नगरेको मान्छेलाई पनि त्यो कुराले चाहिँ असर गर्छ। कसरी त भन्दा त्यही प्रतिरोधी ब्याक्टेरियाले गरेको इन्फेक्सन अर्को हेल्दी मान्छे जसले जीवनभरि कहिले एन्टिबायोटिक्स युज पनि गरेको छैन त्यो मान्छेलाई पनि त्यो इन्फेक्सन सर्यो भने त त्यो सेन्सिटिभ ब्याक्टेरिया जसमा चाहिँ ब्याक्टेरिया एन्टिबायोटिक्सले काम गर्थ्यो त्यो वाला ब्याक्टेरिया त छैन, प्रतिरोधीले गरेको छ इन्फेक्सन भनेपछि उनीहरूमा पनि औषधिले काम गर्दैन। सो हाम्रो चाहिँ संसारैभरि अहिलेसम्म फिक्स्ड नम्बर, एउटा सर्टेन नम्बर अफ एन्टिबायोटिक्सहरू बनेको छ जुन इन्फेक्सनहरूलाई आधारित राखेर कुन इन्फेक्सनहरू वा त रोगहरू छ त्योहरूलाई उपचार गर्ने भनेर बनाइएका जति पनि एन्टिबायोटिक्सहरू छन् उनीहरू चाहिँ आज एउटामा रेसिस्टेन्स भयो, एन्टिबायोटिक रेसिस्टेन्स, भोलि अर्को गर्दै जाँदाखेरि चाहिँ हामीले डिस्कभर गरेको, पत्ता लगाएको, बनाइसकेको औषधिहरू चाहिँ एक दिन चाहिँ सबै सकिन्छ, कुनैले पनि काम गर्न छोड्छ। कुनै पनि औषधिले सामान्य पनि इन्फेक्सनमा चाहिँ काम गर्ने अवस्था रहेन भने चाहिँ हामीले एकदमै सामान्यभन्दा सामान्य रोग, सामान्य ब्याक्टेरियल इन्फेक्सनबाट चाहिँ हामीले ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुन्छ। त्यो चाहिँ अहिलेबाट नै सुरु भइसकेको छ। हामीले कति आइसियुमा काम गर्दा वा त हस्पिटलमा काम गर्दा हामी कतिजना बिरामीहरू गुमाइरहेको छ वा त यस्तो इन्सिडेन्टहरू देखि नै रहेका छौँ, त्यो भइ नै राखेको छ। अहिले जसले जथाभावी एन्टिबायोटिक्स प्रयोग गरिरहेछ, पहिला चलाइरहेको छ, उसलाई मात्रै नभएर अरू हेल्दी मान्छेहरूलाई पनि असर गर्ने भएको हुनाले चाहिँ हामी सबैजना चाहिँ एकअर्काको सेफ्टीको लागि, ग्लोबल सेफ्टीको लागि अहिलेको लागि चाहिँ हामीले तत्काल हाम्रो लोकालिटी, हाम्रो ठाउँको लागि सोचौँ।